यिनीहरू कान्छी सिरियलमा भने मितेनी दाइले मितेनी भाउजू र मितेनी भाउजूकी दिदीलाई कुटेका छन्। हो दर्शक यिनीहरू मितेनी दाइ अचानक घरमा आइसकेपछि भने मितेनी भाउजू र मितेनी दिदीले विभिन्न कुराहरू गरेको र अब गुन्डाहरूलाई यसरी फसाइयो। अब जसरी पनि हामीले अब हाम्रो बुढोलाई मितेनी दाइलाई फसाउने भनेर प्लान गरिरहेका बेलामा भने अचानक मितेनी दाइ घर पुगेको दृश्य देख्न सकिन्छ र गुन्डाहरू कहाँ छन् तेरा भाइहरू कहाँ हत्याराहरू भनेको दृश्य पनि हामीले देख्न सकिन्छ र यसरी धम्काइ पुराइ गरेको दृश्य देख्न सकिन्छ। अनि मितेनी भाउजू र मितेनी भाउजूकी दिदीले भने तपाईँले एकचोटि चौकी गएर मिलापत गरेपछि अझै सम्झिनु हुँदैन, चौकीमा गएर अब कसले पनि थर्काउन केही गर्दैन भनेर गर्नुभएको थियो। अझ त्यो अपराधी जो सागरलाई अझ सपोर्ट गर्नुहुन्छ, अझै पनि त्यही कान्छी भन्नुहुन्छ भनेको दृश्य देख्न सकिन्छ र कुनै हालतमा हामीले लुकाएका छैनौँ, हाम्रो भाइहरूले यस्तो गरेका छैनन् भनिसकेपछि भने कान्छीले नगरे भए अरू कसले गर्छ, पक्क तिनीहरूले जो गरेका हुन् भनेर झपार्दै कुटेपछि अन्तिममा डराएर भने मितेनी भाउजू र मितेनी दिदीले भने बताएको दृश्य हामीले देख्न सकिन्छ र गाउँ गएको र गाउँ सागरले कुटेपछि उनीहरू घाइते भएका छन्। त्यसैले उनीहरू अब आरामले बस्नको लागि शान्तले बस्नको लागि गाउँ गएका छन् भनिसकेपछि भने मितेनी दाइ कान्छी तिमी बस, तिमीले छोरी ह्यात्तेकी छन् होला, जसरी पनि तिमी अब जसरी पनि जाऊ, तिमी बस्ने ठाउँमा जाऊ, म घर खोज्छु भन्दा कान्छीले मानेकी थिइनन्, म जान्न, तपाईँ बरु विदेशबाट धेरैमा आउनुभएको, अनि तपाईँ आउने बित्तिकै यसरी हतारमा डुल्न पऱ्यो, अब म जान्छु बरु तपाईँ बस्नु, म गाउँ गएर तिनीहरूलाई त्यसरी पनि प्रहरी कहाँ बुझाउँछु भनेर भनेको दृश्य हामीले देख्न सकिन्छ। हो दर्शक तिनीहरू यति भनिसकेपछि भने अङ्गमा भएको छ भने उता कान्छी घरमा जाँदा जहाँ घर बेटी कहाँसम्म भने मितेनी दाइले पुर्याएका हुन्छन् र त्यो देखेपछि मितेनी दाइ फर्किएका हुन्छन्। हो दर्शक बिनहरू अब कान्छी भने पहिले बसेको हाकिमको घरमा गएकी हुन्छन्। हाकिमको घर जाँदा भने हाकिमको बुवा भने एकदम रिसाएको हुन्छ। हो दर्शक बिनहरू उनी भने कान्छी भने केही पनि नबताइकन घर छोडेर गएछिन्। सागरले भने गाउँ जाने काम छ भनेर गएको बेला अब सागर नपाएको बेला त पापिनी त यस्तो अठहत्तरी त पापिनी कहाँ गएछिस्, सागरलाई छोडेर यति सानी नाबालकलाई छोडेर कहाँ गएकै थिइस् भनेर विभिन्न तरिकाले गाली गरेको हुन्छ र कान्छीले म कुनै हालतमा गएको छैन, अलि सोचेर बोल्नु, तपाईँ बुझेर बोल्नु, मलाई आपत परेको थियो त्यस कारणले भनेको दृश्य देख्न सकिन्छ। अनि अझ कुरा तिमीहरू चाहिँ मुखै लाउँछ मलाई भनेर विभिन्न तरिकाले गाली गरौज गरेको दृश्य हामीले देख्न सकिन्छ। हो दर्शक तिनीहरू यसरी गाली गरौज गरिसकेपछि त जसरी पनि मेरो घरबाट निस्के तँलाई एक रात पनि बस्न दिँदिनँ, तेरो छोरीले रातभरि दिनभरि सुत्न दिएन, रोएर यति सताएन, अझ तिमी इमान्दार एकदम राम्रो मान्छे, एकदम राम्रो काम गर्छु भनेर एकछिन काम गरेर नाटकै छैलेमा त मसँग मुखै लाइस भनेको दृश्य पनि देख्न सकिन्छ। ल छोरी आएर छोरीले पनि तपाईँलाई मैले भाउजू मैले राम्रै सोचेको थिएँ, तपाईँ यस्तो हुनु त रहेछ मैले सोचेकै थिइनँ भनेको दृश्य देख्न पाइन्छ। र त्यो सरको बुवाले भने त अब जसरी पनि घरबाट निस्के त यहाँ एक पाइला सर्न पनि दिँदैन, कुनै हालतमा तँलाई यो घरमा बस्न दिँदैन, तँलाई जसरी पनि यो घरमा बस्न कुनै अधिकार छैन, तँलाई र तेरी सासू र तेरी छोरी जसरी पनि निस्के भनेर उनीहरूले भने पहिले नै कुटुरो फालिसकेको छु मैले, त्यस भएर निस्के भनेर भनेको दृश्य हामीले देख्न सकिन्छ। कान्छीले जति बिन्ती गर्दा पनि यस्तो बेलामा मलाई कुनै हालतमा निस्किन नभन्नु, बरु मैले कोठा खोजेर एक दुई दिनमा जसरी पनि म छोडेर जान्छु भनेको दृश्य देख्न सकिन्छ। र कान्छी भने अब लास्ट त्यही विकल्प भइसकेपछि भने कान्छी भने घरबाट कुटुरा लिएर फर्किएको दृश्य देख्न सकिन्छ। हो दर्शक बिनहरू फर्किने क्रममा भने बाटामा साउ आएर अनि उनीहरूलाई फर्काएको दृश्य पनि हामीले देख्न सकिन्छ। फर्काइसकेपछि बुवालाई विभिन्न तरिकाले गाली गलौज गरेर थर्काएर यस्तो गर्नु, यस्तो मान्छे इमान्दार मान्छेलाई यस्तो गर्नुभयो भनेर थर्काइसकेपछि त्यहीँ बस तेरो घरमा म गाउँ जान्छु, म एकछिन आएको तैँले यस्तो गरिस्, मलाई यहाँ भनेर धपाउनलाई यस्तो हरकत गरेको भनेर विभिन्न बाहनाहरू गराएर उसको बुवा घरबेटीको बुवा भने घरबाट बाहिरको निस्किएको दृश्य देख्न सकिन्छ। हो दर्शक बिनहरू गुन्डाहरू भने गाउँ गएको कुरा भने अब थाहा भइसकेको छ र अब मितेनी दाइ गाउँ जाने भएका छन् र गाउँ गएर ती गुन्डाहरूलाई प्रहरीलाई जिम्मा दिने भएका छन्। अब भने सागरले भने
जेलबाट मुक्त हुने पक्की भएको छ। हो दर्शक बिनहरू अब चाहिँ सागर जेलमुक्त हुने सम्भावना बढी भएको छ भने उता भने कान्छीलाई घरबेटीले घरबाट निकालेकी छन्। अब फेरि पुनः उसको सागरको साउ आएर पुनः उसलाई घरबाट निस्किसकेको मान्छेलाई पुनः घरमा पसालेका छन् भने उसको बुवा अनि सरको बुवा भने घर छोडेर गाउँ गएका छन्। हो दर्शक बिनहरू अब भने कान्छी सिरियलमा अब के होला, कान्छी र सागरले पहिला जस्तै काममा पाउला नि त, सागर अब जेलमुक्त होला नि त। हो दर्शक बिनहरू मेरो युट्युब च्यानल मन परेमा लाइक कमेन्ट, अझै पनि मेरो युट्युब च्यानलमा सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु छोडिनु होला। धन्यवाद। शुभ दिन, शुभ सुखमय रहोस्। धन्यवाद।